हाम्रो सिरुङ्गे लामछाने ढामेरीमा यो भोजको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण हाम्रो दाजुभाइहरू बहिनीका र विदेशमा भएका हाम्रो दाजुभाइ बुहारीहरू छोराहरू सम्पूर्णलाई यो तल्लो छालको शुभकामना पक्राउन चाहन्छु। हामीहरूले पनि त्यस्तो एकदम कार्यक्रमहरू 2-3 वर्ष पहिले गर्ने कार्यक्रम थियो, तर मैले के सोच्यो भने कुनै पनि कुरा एउटा प्रमाण चाहिन्छ, आधार चाहिन्छ। बेगर प्रमाणको हामी दाजुभाइ हो भनेर हुँदैन। एउटा प्रमाण चाहिन्छ। खनिले फुक्छ, खप्छेउले खप्छ, खनिले खैले खप्छ, त्यो हामीले जान्नु आवश्यक छ। त्यसो भएको हुनाले मैले यो एकदम वंशावली तयार गर्नुको लागि उहाँ सबभन्दा मर्स्याङतिर जो छ भइबा हाम्रो बुवा धनबहादुर काका र रेन्जेसको बहादुर माइलोबा, त्यहाँदेखि उहाँ गर्लाङको बिलबहादुर कान्छबा, खम्मसिङ बा र यहाँ भीमबहादुर भाइहरूसँग हामीले सल्लाह लियौँ र यो एकदम वंशावली किताब त्यति मात्रै नभएर हामी यही दसैँमा हामी यो हो कि होइन, हाम्रो एकदम पुर्खाले हामीलाई भनेको थियो कि यही ठाउँमा क्या तनहुँ जिल्ला भेलुङ पुलिमरङले खबिया बिग्री छदिला चाहिँ निहु आनिन्छ भनेर त्यो एकदम हामीले प्रमाणित गराउनको लागि यही एकदम कार्तिकको 13 गते भाइ चिनबहादुर, भाइ शमशेर बहादुर, म र शमशेर भाइको सालो हामी 4 जना पुलिमरङ गाविसमा हामी गयौँ र हामीले त यस्तो सोचेको थियो आज त्यो देशमा सङ्कटकाल छ, त्यहाँ खनिले खप्छ, त्यहाँलाई नि गिमिङ गइआसे र थोपा ताजा आसे दिमुदुन हामीलाई त्यसरी निला दिन नि आइबिरी इडिटी निर्भरले बाहिर सन्जातैबिरी निभर याना गिमिङ खै खवा बिस्टिकन निलाई नइबिरी त्यहाँ भिरको गाड्न उसले खबुए बिग्री छदी हेर। त्यस्तो भन्दाखेरि त हामीलाई त बडो एकदम आचम्म लाग्यो। हामीले त्यहाँनिर सोचै गर्नु परेन र हामीलाई यसरी भन्दाखेरि यी भिरको जान खबिया तर यही पिल्तो बताएको छ जम्मा खेलेन दि छले छले याला छले 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 बिबिरे फलाना बाजी याला भिरको जान छ पहिले खबर दिबै तमला यहाँ अब घेदिन चाहिँ बेबस चाहिँ छतैबिरी तो एकदम टुडिया बिबिरी छवि धारे ये खाइ त्यसले सैपजरी खै धारे यो वंशावली किताब अब यसलाई सम्पन्न गर्नुपर्छ भनेर हामीले त्यो सोच्यौँ र हामीले एकदम यो सोच्यौँ र यो एकदम वंशावली किताब हामीले लेख्दै गयौँ र हाम्रो भाइ गणेश बहादुर र मेरै छोरा साइला पूर्णबहादुरले सम्पूर्ण एकदम तयारी पुस्तकको तयारी उहाँहरूले गर्नुभयो। त यस्तो बारीमा उहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। आमा रिचमा फोमा र अगोमा होमै भन्दै भाइ तो खाली खा भाषण मात्र बनाउँदा छाले सेवा कार्यक्रम हारेन ल दिमाय वा त्यसमा
पहिला बी नाही घ्या गाडीमध्ये जाईल अरे भाई मला आम्ही पलो नाही म्हणे बाय